It's our farewell, so nakaliban no ta porsa. Hi guys, welcome back to my YouTube channel. So फिलहाल चाहिँ हामी चर्च जाँदै हो, म चर्च जाँदैछु। अन्त आज मेरो फेयरवेल पनि छ, के भन्छ भाइ बहिनीहरूले फेयरवेल दिन लागेको छ। अन्त सबै कुराहरु तपाईलाई देखाउँछु के हुन्छ कस्तो हुन्छ। अहिले चाहिँ हामी चर्च जाँदैछ, बाजे र म। बहिनीहरु चाहिँ उता के भन्छ के डेकोरेसनहरु गर्नको लागि गयो। अन्त हामी चाहिँ फिलहाल चर्च जान्छौँ। चर्चबाट आएर चाहिँ हामी यता जान्छौँ। यहाँ हुनुहुन्छ, हाई अंकल। हाई, सुन न। अलिकति नक्कली देख्दैछु होला। यस छु मेकअप आर्टिस्ट रोगाच। सरी, इट्स आवर फेयरवेल, सो नक्कली बन्नु त पर्छ। दिस इज माई ड्रेस। अहिले म देखाउँछु तपाईहरुलाई। दिस माई ड्रेस। So I'm ready. This is my OOTD pajama, and oh, देखिए ना, hi guys, and I have my heels, कान को top, बहिनी को, आयो, अन्त bye guys, see you there. हेर उसको चाहिँ उसको लुगाहरु, her dress. मिक्स कलरहरु छ नि, मिक्स। हामी रासा माथि ला हेरि नगाऊ। कोही दाजुहरु आएको छैन, अन्त हामी यहाँ पर्खिरहेको छौँ। एक जनालाई त पस्नु दिएको छैन। आज मेरो मेकअप राम्रै भएको छैन, तिमीहरुलाई थाहा छ। यहाँ मेरो हेर्न कस्तो फुस्रो भयो। हेयर पनि भएको छैन, म ढिलो भएर। हामी जाँदैछौँ। वेलकम Okay. हाम्रो होस्ट Good afternoon everyone and welcome to our farewell program. Today we gather to give farewell to our beloved seniors who have been an integral part of our journey. As appreciation and gratitude, we would like to express our heartfelt gratitude to our seniors for their guidance, mentorship and inspiration. So
but the time is coming when a true worshipper will worship the Father in spirit and truth. In fact, the time is now here, and these are the kind of people the Father wants to be His worshipper. यो वचनले चाहिँ आज हामीलाई के भन्छ भने चाहिँ धन्यवाद होस् र आज फेरि पनि यो समय अनि यो फेयरवेलको समयमा मैले यो सुनौलो अवसर पाउन सकेँ। विशेष गरी जग्गा फेलोसिपका सम्पूर्ण टिमलाई यो समयको लागि म धन्यवाद दिन चाहन्छु। र विशेष गरी मैले चाहिँ अहिलेसम्म यो हाम्रो यो फेयरवेलको टाइमहरूमा कुनै जग्गा पनि मैले यसरी बोल्ने यो अवसर चाहिँ पाएको छुइनँ। सधैँ गरिराखेको चाहिँ युथ डे, बर्थडे अनि फादर्स डे, मदर्स डे यो टाइमहरूमा चाहिँ यो समयहरू मैले लिने गर्थेँ। तर आज अचानक यो समय, यो फेयरवेल, यो बिदाईको समय बोल्नु पर्दा चाहिँ मलाई एकदमै एक प्रकारको हिजो अस्तिको बेलुकी जब यो सन्देश Thank you. धन्यवाद धन्यवाद। Ngayon ka sa unique to say.
तपाईँहरूले कहिले छुट्याइने हामीले यहाँ छ सेवा छ हामी जानुपर्छ भनेर तपाईँहरूले सधैँभरि भन्नुहुन्थ्यो अन्त अब हामी यो गर्नुपर्छ भनेर सधैँ पनि हामीले त्यो सल्लाहहरूमा हामीले लिड गरिरहनु थियो हामी एक्लै कहिले फिल भएन यो जग्गामा आएर पनि हामी मात्रै छ भनेर हामीले कहिले फिल भएन तपाईँहरूले सधैँभरि हामीले इन्करेज गरिरहनुहुन्थ्यो सधैँभरि भनिरहनुहुन्थ्यो यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ अब कसरी त्यो जिम्मेवारीहरू जब जुनियरहरू धेरै आशिषित छौँ होइन अन्त सबभन्दा ठुलोमा चाहिँ स्पिरिचुअली हामीले ग्रोहरूमा तपाईँहरूले धेरै गाइड गर्नुभएको छ त्यसको लागि पनि धन्यवाद हामी यहाँ आउनुभन्दा अगाडि नै हामी भेट्न हुँदैन तपाईँले हामीले यस्तो प्रार्थना उठाइरहनु भएको थियो हामी त्यसकै लागि धेरै खुसी छौँ होइन अन्त तपाईँहरू यहाँबाट जानुहुँदैछ हामी अवश्य नै तपाईँहरूलाई पनि प्रार्थना याद गर्नेछौँ अन्त गाइस हाम्रो चाहिँ अहिले फेयरवेल पार्टीहरू सक्यो यहाँ सबैजना फोटोहरू खिचिरहेको छ जायरस दाई हामी सबै फोटो खिचिरहेको छ अन्त अब जुनियरहरूले चाहिँ हाम्रो लागि लन्च डिनर विथ डिनर प्रिपेयर गरेको छ अरे त्यो खान्छु अन्त तपाईँहरूलाई अहिले चाहिँ हामी डिनर गर्दै हो पिरो Wow, apa piro? Gaci. Abi itu piro ya? Coba lah. banyak Pijama सबैजना मन खाइरहेछ सुस्मिता मम खाऊ मम मैले बोल्नु दिएन
हेलो हेलो इन्द्रले किन नबोलेको अरे इन्द्र सबैको फेभरेट म अन्त म बोल्यो भने अरू आँखा दुखाइहाल्छ सबै सिनियर नि हो कि होइन दिदी हो हुन्छ आजको लागि यति नै थियो तपाईहरुले आजसम्म अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएको छ भने थ्याङ्क यू सो मच फर वाचिङ and if you are new to this channel don't forget to like share and subscribe bye guys bye